माछा छाप्ने जाल राख्ने मान्छे नि करेन्ट नआने भए अझ यसमा सबै भरिन्थे 10-12वटा बन्थे ठुल्ठुला बन्थ्यो कति ठुल्ठुला थिएन 10-12वटा एउटैमा बन्थे यसमा अहिले 10वटा परेको हामी हिजो करेन्ट नलागेको एउटा ठुलो पर्दैन दुईटा ठुला पर्दैन त भक्कै परेछ हामी यो जिउँदै छ त उत्किन्छन् जिउँदा जिउँदै हुन्छन् पासाले खाँदैन अन्नी यसरी हल्दिएको जाल राखेको माछा लैदिन्छ माछा लैदिन्छ जाल नि लैदिन्छ नि माछा नि आस जाल मात्र भयो जाल गायब माछा गायब फुलको मिहिनेत पानीमा गयो जाल छोडिदिन्छ नि माछा चाहिँ लड्छ नि जाल फाटेको थाहा पाएको जाल नि कहीँको जाल नि लैदियो नि कहीँको त्यहाँ परेछ अमित टाढा यहाँ चाहिँ पऱ्यो नि त अर्कोमा चाहिँ परेछ है टाढा अर्को जालमा चाहिँ परेछ म देखाउँ तपाईँलाई कुखुराको खुट्टो जस्तो आएर पऱ्यो घाँस हो यहाँ चाहिँ ठुलै माछा पर्छ नि 4वटा जति परेछ धेरै त लैदिन्छन् जालले लैदिन्छ त्यो चाहिँ माछा खानीबाट सम्पर्क गर्नुलाई अन्नमा जिरो बाल्नु खनामा त लाउँदै लाउनु यी माछाको जाल हाल्ने नि हो तर जालै लैदिन्छ नि माछा पर्ने चाहिँ हिजो करेन्ट हानेर चाहिँ खोलामा अनि दहमा राखेको चाहिँ दहमा राखेको जालहरू ठुल्ठुला जालहरू त्यो चाहिँ लैदिन्छन् यी सानो जाल चाहिँ नदेखि थाहा जाल चाहिँ रहेछन् तिनमा चाहिँ अलिअलि जुन चाहिँ माछा पर्ने करेन्ट हाने नि माछा पर्ने पहिरो गएर हामीले पानी आएर वर्षमा त बढिरहनु हुन्थ्यो ठुलो एमानको जाल चाहिँ नलैदिन्छन् एमान 3-4वटा माछा चाहिँ परेछ नि मासु खाइदिन्छ माछाको आन्द्रा भुइँ मासु छ एउटाको आन्द्रा भुँडी मात्र छ यहाँ नि छ क्या आन्द्रा भुँडी मात्रको यहाँ एउटा हुन्छ यहाँ नि छ यी आन्द्रा भुँडी यो ढिलो भइसक्यो त्यो पनि त्यो के हो त्यो पा हो क्या हो यस्तो पा हो यो चाहिँ असला माछा असला माछा यो चाहिँ यो चाहिँ खोर भयो यहाँ एउटा असला माछा असला माछा सबैभन्दा महँगो सबैभन्दा मिठो माछा असला माछा एमा यत्रो माछा ठुलो माछा पाउनु खाली खाली सेउला पर्छ सेउला माछा चाहिँ
आइरहेछ भने आज तर सबै चोरिदिएछन् डाटा अनेक यहाँ नि एउटा माछा गएछ खासै ठुलो पऱ्यो नि सानो सानो भयो नि तिहारी जेलिएको छैन हो सानो सानो परेछ एउटा माछा यहाँ चाहिँ एउटा माछा भयो बढ्यो भने किन असला माछा धेरै माछा जो त्यहाँ छ लौरो ऊ त्यही लौरो हाल्नु त आउँछ तान्नु हातले गरेको आइन्छ बानी यहाँ नटेक्ने हौ उहाँ त फर्किन्छ माछा त परेन भ्याउ त बानी पर्छ नि भन्ने लाग्छ हाम्रो कारण जारी छ माछा खोली बगर खोली बगर खोली बगर माछा जाल त छेउमै छ दुइटा आधा केजीको परेछन् यो चाहिँ ठुलो छ कसो लाग्यो घोडा र उसलाई हेरिराखेर तल हात समातेर यो चाहिँ आधा केजीको रहेछ नि यहाँ हाले बुझिन्छ क्या माछाको भुँडी खान्छन् फ्राई गरेर यहाँ राख नि कागज बुझ्नु केही देखाएको अनि यहाँ राखेर फाल्दी हुन्छ कुकुरले खान्न खान्न पानी आदोलाई थाप बनेको मैले Subscribe to my channel.